समयको कुरा हो, एउटा आमा सुँगुरका 3 जना रमाइला छोरा थिए। तिनीहरू सधैँ खेल्थे, रमाउँथे। तर जब तिनीहरू अलि ठुला भए, आमाले भनिन्, अब तिमीहरू ठुला भयौ। संसारमा गएर आफ्नो घर बनाऊ र राम्रो जीवन जिउ। तीनै सुँगुरहरू आमालाई बिदाई गरेर छुट्टा-छुट्टै आफ्नो घर बनाउन निस्किए। पहिलो सुँगुर त साह्रै अल्छी थियो। उसले छिटो काम सक्न चाह्यो। उसले वरिपरि भेटिएको घाँसले फटाफट एउटा घर बनायो। उसले सोचे, वाह! अब म मज्जाले खेल्छु, गीत गाउँछु र नाच्छु। तर केही दिनपछि एउटा ठुलो भोकालु ब्वाँसो त्यहाँ आइपुग्यो। उसले ढोका ढकढक्याउँदै करायो। सुँगुर सुँगुर, बाहिर आऊ। नत्र म फुक्छु, फुकेर तेरो घर उडाइदिन्छु। सुँगुर डरायो। ब्वाँसोले एकैचोटि बलियोसँग फुक्यो। उसको घाँसको घर हावामा उड्यो। डरले सुँगुर भाग्यो र दोस्रो सुँगुरको घरमा पुग्यो। दोस्रो सुँगुर पनि अलिक अल्छी नै थियो। तर उसले पहिलोभन्दा अलि राम्रो सोच्यो। उसले काठ जम्मा गरेर घर बनायो। उसले भन्यो, अब ब्वाँसो आए पनि काठको घर त बलियो हुन्छ नि। तर ब्वाँसो फेरि त्यहाँ आयो। उसले फेरि ठुलो स्वरले चिच्यायो। सुँगुरहरू, बाहिर आऊ। नत्र म फुक्छु, फुकेर तिम्रो घर उडाइदिन्छु। ब्वाँसोले धेरै ठुलो स्वरले फुक्यो। फुकेर काठको घर पनि ढालिदियो। दुई सुँगुरहरू डरले थरथर काँप्दै भागे। तिनीहरू तेस्रो सुँगुरको घरमा पुगे। तेस्रो सुँगुर एकदमै चलाख र मेहनती थियो। उसले धेरै समय लगाएर बलियो इँटाको घर बनायो। उसले भन्यो, मेहनत गरियो भने त्यसको फल सधैँ मिठो हुन्छ। तीनै सुँगुर अहिले इँटाको घरमा सुरक्षित थिए। ब्वाँसो फेरि त्यहाँ पुग्यो। उसले फेरि उही कुरा भन्यो। सुँगुरहरू, बाहिर आऊ। नत्र म फुक्छु, फुकेर तिम्रो घर पनि उडाइदिन्छु। उसले धेरै पटक फुक्यो। तर इँटाको घर हल्लिएन पनि। ब्वाँसो साह्रै रिसायो। उसले चिम्नी हुँदै भित्र पस्ने योजना बनायो। तर तेस्रो सुँगुर त झन् चलाक थियो। उसले भान्सामा ठुलो कराईमा पानी उमालिरहेको थियो। जब ब्वाँसो चिम्नीबाट तल झर्यो, ऊ सिधै तातो पानीमा खस्यो। ओह भन्दै चिच्याउँदै ब्वाँसो पुच्छर लुकाएर भाग्यो। त्यसपछि उसले कहिल्यै ती सुँगुरहरूलाई दुःख दिएन। कठिन परिश्रम र राम्रो योजना बनाउनेले सधैँ जित्छ। छिटो र सजिलो बाटो खोज्नेहरूलाई समस्याले समात्न सक्छ।